तपाईँले यदि त्यो टाइममा फिटनेस रिलेटेड कन्टेन्ट क्रिएसन नगर्नु भएको भए द फिजिक वर्कसप जुन ब्रान्ड छ त्यसले यति धेरैवटा ब्रान्चेसहरू खोल्न सक्थ्यो होला? नट एट अल मैले त्यतिखेर कन्टेन्ट क्रिएट गर्न थालेको नि सो द्याट फिटनेसको पनि मिसइन्फर्मेसन फ्यु क्रिएटर्स त थिएनन्, तर लाइक पोस्टहरू यताउतिहरू देखिरहेको हुन्थ्यो मैले, अनि कस्तो अनसाइन्टिफिक लाग्थ्यो। सो त्यसलाई एउटा हुन्छ नि त्यो मिथलाई हटाउनु पर्छ जस्तो लाग्यो विथ प्रपर इन्फर्मेसन। र अर्को कुराहरू भनेको मेरो जिम बिजनेसको पनि प्रमोसन हुन्छ भनेर हो। सो त्यो इट वर्क हुन्छ नि, राम्रै वन्डरफुल्ली नै वर्क गर्यो। मलाई त्यतिखेरसम्म केही पनि थाहा थिएन कि यस्तो गरेको पछि यस्तो गर्छु उस्तो गर्छु भनेर, केही पनि प्लान्स नै थिएन कि। तर त्यो कन्टेन्ट क्रिएसनको कारणले एउटा क्रेडिबिलिटी पनि बिल्ड भयो, त्यसले गर्दा प्रमोसन्स पनि भयो। अनि त्यसपछि पिपल स्टार्टेड बिलिभिङ इन मेरो कज या मेरो भन्नु स्किल्समा, त्यसपछि एक्सपेन्सन एन्ड एभ्रिथिङ सजिलो भयो। सो तपाईँले कन्टेन्ट क्रिएसन गर्न थालेपछि तपाईँको नेटवर्क पनि बेटर हुँदै गएको हो भन्न सकिन्छ होला? डेफिनेटली 100%। जस्तै केही इन्स्टेन्सेसहरू छ त्यसको कन्टेन्ट क्रिएसन सुरु गरिसकेपछि नेटवर्क चाहिँ बिस्तारै कतिजना मान्छे चिनेर नै आउनु थाल्यो जिमहरूमा होइन। त्यसरी मैले कतिवटा क्लाइन्ट्सहरू बनाएँ। त्यसपछि त्यहाँमध्ये अल सोर्ट्स अफ पिपलहरूलाई चिने, लाइक पिपल इन्टु बिजनेस, पिपल इन्टु दिस द्याट, त्यहाँबाट पनि कति कुराहरू आयो मलाई आइडियाहरू। सो त्यसरी नै, अनि प्लस त्यो रेकग्नेसन र एउटा ब्रान्ड मेरो मात्र होइन कि मेरो जिमको पनि बिस्तारै बिल्ड भइरहेको थियो। त्यो ट्रस्टलाई जुन त्यो त्यतिखेरको नोइज थियो त्यसलाई क्यापिटलाइज गर्न खोजेँ मात्र मैले। सेम क्वेसन आवाज दाइले के क्वेसन भन्दाखेरि तपाईँ एकदमै भोकल हुनुहुन्छ मैदान डिन्ट वर्कआउट फर मी भनेर। अब त्यतिखेर तपाईँले कन्टेन्ट क्रिएसनतिर लागेर केही मार्केटिङ टेक्निक्सहरू अप्नाउनु भएको भए चाहिँ मैदान एक्जिस्ट गरिरहेको थियो होला? डेफिनेटली इट वाज नट द्याट मैदान डिन्ट वर्कआउट। अब त्यही हो, धेरै पार्टनर्स भएपछि धेरैको सोच मिल्दैन होइन। अब अर्को खोलिरहेको थियो, त्यो अर्कै स्टोरी छ होइन। भएको भए चाहिँ आज मेरो जे छ त्यसले चाहिँ धेरै पुस हुन्थ्यो। र अहिले पनि पत्ता हुँदैन होला, मलाई एक हप्ता अगाडि कल आएको कि बुकिङ गर्नु थियो भनेर। यो लास्ट 1 इयरमा 2-3टा कल आएछ क्या मलाई। अनि अब गुगल गऱ्यो होला कसैले के, त्यो बेला हामीले एसइओहरू त्यसरी गरेको थियो, एभ्रिजना सबैको काम हुन्थ्यो होइन बसेर। सो आई थिङ्क अहिले त डेफिनेटली मैदानमा हुन्थ्यो। म कन्टेन्टै त्यही बनाइदिन्थेँ नि होइन। हामीले पाडाइमा हुँदा नि मैले त्यो लेट्स प्ले भनेर गर्दाखेरि कहाँ भौतारेर हिँड्नु पऱ्यो, कसलाई फोन गरेर सो गर्नु पऱ्यो भने प्याराडाइमको जुन युरो कप वर्ल्ड कपहरू हुन्छ युट्युबर्सको, त्यो म मैदानमै तानिदिन्थेँ नि होइन। च्यानल त मलाई हुन्थ्यो। सो कन्टेन्टको हिसाबले र मेरो जुन पिआर छ स्पोर्ट्स मिडियाको, त्यसलाई त एकदम डिरेक्टली अफेक्ट हुन्थ्यो नि। तपाईँको करियर अन्टरप्रेनरसिपबाट आयो, यता दाइको पनि करियर अन्टरप्रेनरसिपबाट आयो, त्यसपछि फिटनेस इन्फ्लुएन्सर भन्ने एउटा आइडेन्टिटी क्रिएट भयो, त्यसपछि अहिले छुट्टै पडकास्टहरू गरिरहनु भएको छ। तपाईँले पनि बिचमा धेरै चिजहरू गर्नुभयो। मैदानपछि टिटिभीमा जानुभयो, त्यसपछि प्याराडाइम टिभीमा पनि आर्बिट्रेरी फर्स्टमा, त्यसपछि प्याराडाइम टिभी, अनि त्यसपछि स्पोर्ट्स कमेन्टेटर भर्खर त्योभन्दा अगाडि म्यानेजमेन्ट इपिएलमा यस पोखरा पहिला राइनोज पनि, अनि अर्को के पनि पछि नेपाल T20मा चाहिँ लुम्बिनी अल स्टार। सो